We would like to greet each and every one of you in the matchless name of our Lord and Savior Jesus Christ. प्रभु येशू ख्रीष्टको शक्तिशाली नाममा हामी तपाईहरु सबैजनालाई जय मसीह भन्न चाहन्छौं. We would like to thank God for giving us this privilege that we can come to your home. हामी परमेश्वरलाई धन्यवाद दिन्छौं कि परमेश्वरले हामीलाई यो अवसर दिनुभयो कि हामी तपाईहरुको घरमा आउन पायौं. We have come to give the good news to you. हामी तपाईहरुलाई सुसमाचार सुनाउनको निम्ति आएका छौं. Some of you who are watching this program, you have so much of bad news in your life. सायद तपाईहरुले यो आजको कार्यक्रमलाई हेरिरहनु भएको छ अनि धेरै नराम्रो समाचारहरु सुन्नु भएको होला. You're living in a bad situation. अनि तपाईहरु सायद नराम्रो अवस्थाहरुबाट भएर जाइरहनु भएको You're होला. living in so much of problems in your life. सायद हुन सक्छ तपाईहरु धेरै समस्याहरुबाट भएर जाइरहनु भएको होला. Some of you are thinking even to commit suicide. सायद धेरै जना तपाईहरु मध्ये कति जनाले आत्महत्या गर्ने पनि विचार गरिरहनु भएको होला. You've tried all the means and all the ways, but nothing worked in your life. तपाईले जति पनि कुरा सक्नुहुन्थ्यो तपाईले सबै कुरा गर्नुभयो तर कुनै पनि कुराले काम गर्न सकेन तपाईको जीवनमा. There is no answer in your life. अनि तपाईको जीवनमा कुनै उत्तर छैन त्यहाँ. But tonight, तर आज रात्रि we have a good news for you. हामीसँग तपाईको लागि असल सुसमाचार छ. And the good news is there is a way for you. अनि त्यो सुसमाचार चाहिँ तपाईको लागि एउटा बाटो छ. Do not lose hope. तपाईले तपाईको आशालाई नगुमाउनुहोस्. There is hope for you. तपाईको लागि त्यहाँनिर आशा छ. There is good news for you. त्यहाँनिर तपाईको लागि सुसमाचार छ. And the good news is अनि त्यो सुसमाचार चाहिँ Jesus is the way for you. येशू ख्रीष्ट तपाईको लागि बाटो हुनुहुन्छ. When there is no way for you, He is the way for you. जब पनि त्यहाँनिर बाटो हुँदैन तपाईको लागि उहाँ बाटो हुनुहुन्छ. When you think that all the doors are closed, He is the door. जब तपाई सम्झनुहुन्छ तपाईको लागि सबै ढोकाहरू बन्द भयो त्यतिबेला तपाईको लागि येशू चाहिँ ढोका हुनुहुन्छ. Jesus will open the door for you. अनि येशूले तपाईको लागि ढोका खोल्नुहुन्छ. Are you sick tonight? के तपाई आज रात बिरामी हुनुहुन्छ? Have you gone to many doctors and the doctors said we cannot help you at all? सायद तपाई धेरैवटा डाक्टरकोमा जानुभयो होला अनि डाक्टरले भन्नुभयो तपाईलाई कि हामी तपाईलाई सहायता गर्न सक्दैनौं. You're counting your days. अनि तपाईले आफ्नो दिनहरू गन्दै हुनुहुन्छ होला. When will I die? म कहिले अब मर्छु? You have no hope. अनि तपाईलाई आशा छैन जीवनमा. There's a story in the Bible. अनि बाइबलमा एउटा कथा छ. This is not a story but a real incident that happened during Jesus' time. अनि यो चाहिँ कथा मात्र होइन तर प्रभु येशू ख्रीष्टको समयमा भएको एउटा साँचो घटना हो. There was a man, his problem was he was a paralytic. अनि त्यहाँनिर एउटा व्यक्ति यस्तो छ उ चाहिँ प्यारालाइजको समस्याले उ समस्या पूर्ण छ. उ हिँड्न सक्दैन. He cannot walk by himself. उ हिँड्न सक्दैन आफै आफ. He cannot help himself उ आफैले आफैलाई सहायता गर्न because सक्दैन. he was a paralytic. किनकि उ चाहिँ पक्षघाती हो. He needs help from someone अनि उसले चाहिँ कसैबाट सहायता चाहन्छ to meet his daily needs. अनि उसको दिन प्रतिदिनको खाँचोलाई पूरा गर्नको लागि He needs someone to help him कसैले उसलाई सहायता गरेको उ चाहन्छ. in every activity that he is doing. जति पनि कार्य उसले गरिराखेको छ He has no hope in his life. उसको जीवनमा कुनै आशा छैन. He needs people in his life to help him in उसले उसको everything. जीवनमा मानिसहरू चाहिन्छ जसले उसलाई सहायता गर्न सक्छ. The Bible tells us here that there are 4 friends. बाइबलले यहाँनिर हामीलाई भन्छ त्यहाँनिर 4 साथीहरू छन्. They have come to help this man. अनि ती साथीहरूले यस मानिसलाई सहायता गर्नको निम्ति They आएका have छन्. come to help him. उनीहरू चाहिँ यस मानिसलाई सहायता गर्न आएका छन्. They had pity upon this friend. अनि यो साथीमाथि चाहिँ उनीहरूले दया देखाउँछन्. Oh, they cannot do anything, but the only thing they can help is to carry him to Jesus. वास्तवमा उनीहरू आफैले चाहिँ केही पनि गर्न सक्दैन तर उनीहरूले उसलाई बोकेर येशू कहाँ पुर्याउन सक्थ्यो. We are that friend tonight. अनि त्यो साथीहरू चाहिँ आज हामी हौ We तपाईको have लागि. come to you to help you out. अनि हामी तपाईलाई सहायता गर्नको निम्ति आएका छौं. Maybe you are like this paralytic. सायद तपाई हुनुहुन्छ यस पक्षघाती व्यक्ति जस्तै. You cannot help by yourself. तपाईले आफैले आफैलाई सहायता गर्न सक्नुहुन्न. You need someone in your life. तपाईले तपाईको जीवनमा कसैको सहायता तपाईलाई चाहिन्छ. We are just like these friends who have come to help this man. सायद यस मानिसको साथीहरू जस्तै हामी तपाईको जीवनमा साथी भएर आउन चाहन्छौं. These friends, they cannot heal this man. वास्तवमा यी साथीहरूले त्यस व्यक्तिलाई चंगाई त गर्न सक्दैन. But the only thing they can do is to carry this friend to Jesus. तर उनीहरूले के गर्न सक्थ्यो भनेदेखि आफ्नो मित्रलाई येशू कहाँ बोकेर पुर्याउन सक्थ्यो. What they did was
they carried this man to Jesus' house. अनि उनीहरूले के गरे भन्दाखेरि प्रभु येशू ख्रीष्ट जहाँ हुनुहुन्थ्यो त्यही नै बोकेर यो साथीलाई पुर्याइदिए। They carried and then they reached Jesus' house. अनि उनीहरूले त्यस बिरामी व्यक्तिलाई बोके अनि येशू भएको ठाउँमा पुर्याए। But when they reached the house of Jesus, जब प्रभु येशू ख्रीष्ट भएको घरमा उनीहरू पुगे, there were people and the house was crowded. अनि त्यहाँनिर धेरै मानिसहरू थियो अनि त्यो घर चाहिँ पुरा भिडले There घेरिएको was थियो। a big meeting in Jesus' home. अनि येशूको घरमा चाहिँ त्यहाँनिर ठुलो सभा भइरहेको थियो। People from near and far, they came to Jesus' house. धेरै धेरै टाढा ठाउँहरूबाट अनि नजिक ठाउँहरूबाट येशू ख्रीष्ट भएको ठाउँमा मानिसहरू आएका They थिए। have come to expect a miracle. अनि उनीहरू चाहिँ त्यहाँनिर कुनै अचम्मको कार्य हुन्छ भनेर आशा राखेर आएका थिए। Because Jesus has the power to heal. किनकि येशू ख्रीष्टसँग चाहिँ चङ्गाई गर्ने शक्ति थियो। Jesus healed the lame man. येशू ख्रीष्टले कुजेलाई निको गर्नुभयो। Jesus healed the blind. येशू ख्रीष्टले अन्धोलाई निको He गर्नुभयो। heals leprosy. उसले कुष्ठरोगीलाई निको गर्नुभयो। He heals every disease. अनि उहाँले हरेक रोगलाई निको गर्नुहुन्छ। So people know that Jesus can do a miracle. अनि मानिसहरूले जान्दथ्यो कि येशूले चाहिँ अचम्मको कार्य गर्न So सक्नुहुन्छ। people went with faith to Jesus' house. त्यस कारणले गर्दा विश्वासको साथमा मानिसहरू येशूको घरमा गएका थिए। And Jesus healed everyone. अनि येशूले हरेकलाई निको गर्नुभयो। Those who are demonized, जतिलाई पनि भूत आत्मा लागेका थिए Jesus can even heal that. उनीहरूलाई पनि येशूले निको गर्न He सक्नुहुन्थ्यो। did so many miracles. अनि उहाँले धेरै अचम्म र अद्भुत कार्यहरू And गर्नुभयो। people flocked to Jesus' house to expect a miracle. यसै कारणले गर्दा धेरै मानिसहरू चाहिँ भिडको साथमा येशू भएको ठाउँमा आउँदथे। And these friends also know that only Jesus is the way for a miracle. अनि यो कुष्ठ रोगीको लागि पनि येशू ख्रीष्ट मात्र जसले चाहिँ उसको जीवनमा चङ्गाई ल्याउन सक्छ भनेर The only जान्दथे। thing they can help this friend is to take this friend to Jesus. अनि उनीहरूले गर्न सक्ने कार्य चाहिँ यही थियो कि यस व्यक्तिलाई येशू ख्रीष्ट कहाँ पुर्याउन सक्थ्यो। We, just like these friends, the four friends, we are taking you. We cannot help you at all, but to take you to Jesus. यो चारजना साथीहरू जस्तै हामी पनि तपाईलाई येशू कहाँ पुर्याउन चाहन्छौँ। That is why we want to introduce Jesus tonight to you. त्यस कारणले गर्दाखेरि येशू ख्रीष्ट तपाईलाई आजको रातमा तपाईको जीवनमा चिनाउन चाहन्छौँ। Something that Jesus is only a teacher. अनि येशू ख्रीष्ट चाहिँ एउटा शिक्षक हुनुहुन्छ। Something that he is just an ordinary man. अनि कतिले सम्झिन्छन् कि येशू ख्रीष्ट चाहिँ साधारण मानिस मात्र हुन्। Some say that Jesus is a prophet. अनि कतिजनाले भन्छन् कि येशू ख्रीष्ट चाहिँ अगमवक्ता हुनुहुन्छ। But this evening we would like to tell you Jesus is more than a prophet. अनि तर यस साँझ हामी तपाईहरुलाई भन्न चाहन्छौँ कि Jesus प्रभु is- येशू ख्रीष्ट चाहिँ अगमवक्ता भन्दा महान हुनुहुन्छ। Jesus is more than a teacher. येशू ख्रीष्ट चाहिँ एउटा शिक्षक भन्दा महान हुनुहुन्छ। Jesus is more than a man. येशू ख्रीष्ट चाहिँ एक व्यक्ति भन्दा महान हुनुहुन्छ। I would like to tell you this evening म तपाईलाई साझा भन्न चाहन्छु that Jesus is God who can do something to you. प्रभु येशू ख्रीष्ट चाहिँ परमेश्वर हुनुहुन्छ, तपाईको जीवनमा केही गर्न सक्नुहुन्छ। We are bringing you to Jesus हामी तपाईहरुलाई येशू कहाँ ल्याउँदैछौँ because only Jesus can heal the disease that is in your body. तपाईको शरीरमा भएको रोगलाई प्रभु येशू ख्रीष्टले मात्र निको गर्न सक्नुहुन्छ। And Jesus can also heal your heart and your mind, your soul and your spirit. अनि प्रभु येशू ख्रीष्टले मात्र तपाईको हृदयलाई, विचारलाई, मनलाई निको गर्न सक्नुहुन्छ। He will make you a new person. तपाईलाई उहाँले नयाँ व्यक्ति बनाउन सक्नुहुन्छ। This is the thing that happened. They took this man to Jesus. यही कुरा चाहिँ यहाँनिर भएको छ कि यी मानिसहरूले यो बिरामीलाई प्रभु येशू ख्रीष्ट कहाँ But पुर्याएको as छ। they saw that the house was crowded, there was no way that they can take this man to Jesus. जब उनीहरूले यस कुष्ठरोगीलाई येशू ख्रीष्ट कहाँ पुर्याए त्यो घर त पुरा मानिसहरूले भरिएको थियो। So what they did, अनि उनीहरूले त्यस समय के गरे? they risked their lives. उनीहरूले यहाँनिर जोखिम उठाए। They didn't go where the people was. अनि जहाँ ठाउँमा चाहिँ जुन ठाउँमा मानिसहरू थियो त्यो ठाउँबाट भएर उनीहरू गएनन्। They went from another direction. अनि उनीहरू चाहिँ अर्को बाटो भएर येशू कहाँ गए। The only thing is they wanted to climb on the roof of Jesus. अनि उनीहरूको लागि बाटो चाहिँ केवल छानोमा चढ्नु मात्र थियो। No more walking on ground, but they're walking on air.
अनि उनीहरू चाहिँ भुइँमा हिँड्न सक्दैनथे किनकि उनीहरू चाहिँ अब माथि हिँड्न पर्थ्यो And when they reached the roof of Jesus, अनि जब उनीहरू चाहिँ येशू ख्रीष्ट भएको घरको छानामा पुगे they even tore the house of Jesus. They opened the roof अनि उनीहरूले चाहिँ छानोलाई नै तोडिदिएको छ and lowered that friend to Jesus. अनि त्यो कुष्ठ रोगीलाई चाहिँ येशू ख्रीष्ट भएको ठाउँमा झारिदिए Yes, we don't come to your home on foot, हामी तपाईको घरमा हाम्रो खुट्टाले हिँडेर त आउँदैनौँ but through this television program, we are bringing you to Jesus. तर आजको यो टेलिभिजनको प्रोग्रामद्वारा हामी तपाईलाई येशू लिएर आउँछौँ We are those friends who are lowering you down to Jesus. अनि हामीहरू चाहिँ ती साथीहरू जस्ता हुन् कि हामी चाहिँ तपाईलाई येशूको अघि पुर्याउन चाहन्छौँ The Bible said बाइबलले भन्दछ that when these men, they lowered down that friend, जब यी मानिसहरूले आफ्नो मित्रलाई प्रभु येशू ख्रीष्टको अघि झारिदिए Jesus was not angry with them, saying, "What happened? Why did you tear my roof?" अनि प्रभु येशू ख्रीष्ट त्यस समय रिसाउनु भएन अनि भन्नु भएन कि तिमीहरूले मेरो घरको छाना किन उतारिदेऊ Suppose if someone comes to your home and they tore your roof, what will you think? यदि तपाईको घरमा कुनै मानिसहरू आउँछ अनि तपाईको घरको छानालाई तोडिदिन्छ भने तपाईँ के भन्नुहुन्छ You'll be furious, you'll be angry. तपाईँ एकदमै त्यस गरी रिसाउनुहुन्छ But Jesus, when they saw the heart of these friends, तर जब येशू ख्रीष्टले यी मित्रहरूको हृदयलाई जब देखे Jesus had a heart of compassion. अनि येशू ख्रीष्टले उहाँले टिठाउनु भयो Jesus is love. प्रभु येशू ख्रीष्ट चाहिँ प्रेम The हुनुहुन्छ Bible says that God is love, बाइबलले भन्दछ प्रभु येशू ख्रीष्ट प्रेम हुनुहुन्छ and He loves you tonight. अनि आज रात तपाईलाई उहाँले प्रेम He's गर्नुहुन्छ not angry with you. तपाईसँग उहाँ रिसाउनु भएको छैन He's not angry because you are a sinner. प्रभु येशू ख्रीष्ट तपाईसँग रिसाउनु भएको छैन कारण तपाईँ पापी हुनुहुन्छ Jesus is not angry with you because you are not a worshipper of Jesus. तपाईले येशूको पूजा गर्नुहुन्न त्यसकारणले गर्दा येशू तपाईसँग रिसाउनु भएको छैन Jesus loves you, प्रभु येशू ख्रीष्टले तपाईलाई प्रेम गर्नुहुन्छ and He just loves you just as you are. अनि तपाईँ जस्तो हुनुहुन्छ त्यस्तै प्रभु येशू ख्रीष्टले तपाईँलाई माया And He wants गर्नुहुन्छ to do something new in your life. अनि उहाँले तपाईको जीवनमा केही नयाँ कार्य गर्न चाहनुहुन्छ He wants to make your life beautiful. उहाँले तपाईको जीवनलाई सुन्दर बनाउन He चाहनुहुन्छ wants to do a miracle in your life. तपाईको जीवनमा अद्भुत कार्य गर्न उहाँ He चाहनुहुन्छ wants to heal you right now. तपाईलाई उहाँले अहिले नै निको गर्न चाहनुहुन्छ Do you want to receive joy in your life? के तपाईँ आफ्नो जीवनमा आनन्दलाई पाउन Do you चाहनुहुन्छ want to receive peace in your heart? के तपाईको हृदयमा शान्ति तपाईँ चाहनुहुन्छ I can see many people, their hearts are empty. म यहाँ धेरै मानिसहरूलाई देखिरहेको छु कि उनीहरूको हृदय चाहिँ खाली छन् Your heart is empty, my brother. भाइ तपाईको हृदय चाहिँ खाली भएको मैले देखिरहेको छु I see one sister, your heart is so empty. अनि म यहाँनिर एउटा बहिनीलाई देखिरहेको छु कि तपाईको हृदय चाहिँ खाली छ You smile, but your smile is not the smile of joy. तपाईँ हाँस्नु त हुन्छ तर तपाईँभित्र त्यो आनन्द छैन You just pretend yourself that you are happy. तपाईले आफैले आफैलाई नक्कल गर्नुहुन्छ कि तपाईँ खुसी हुनुहुन्छ भनेर You just pretend yourself that you are okay. तपाईले आफैले आफैलाई नक्कल गर्नुहुन्छ कि म ठिकै छु भनेर But on the inside, you are really broken. You are really empty. अनि भित्र चाहिँ तपाईँ तोरिनु भएको छ अनि तपाईँ चाहिँ खाली हुनुहुन्छ You don't have hope in your life. तपाईसँग तपाईको जीवनको आशा छैन Jesus will do a miracle for you tonight. अनि आज रातमा प्रभु येशू ख्रीष्टले तपाईको जीवनमा अचम्मको कार्य गर्नुहुन्छ The Bible says that God is good. बाइबलले भन्दछ परमेश्वर भलो हुनुहुन्छ God will do a good thing in your life. परमेश्वरले तपाईको जीवनमा सुन्दर कुराहरू गर्नुहुन्छ Jesus is God and He wants to do a miracle in your life tonight. अनि प्रभु येशू ख्रीष्ट चाहिँ परमेश्वर हुनुहुन्छ अनि आजको रातमा तपाईको जीवनमा अचम्मको कार्य गर्न चाहनुहुन्छ What happened to this man? अनि यहाँनिर यो मानिसलाई के भयो As these friends were lowering him down, अनि जसै उसको साथीहरूले उसलाई प्रभु येशू ख्रीष्ट अघि खसालिराखेका थिए Mark chapter 2 verse 5, it says like this. मर्कुसको किताब 2 अध्याय अनि 5 पदले यसो भन्दछ When Jesus saw their faith, He said to the paralytic, "Son, your sins are forgiven you." जब प्रभु येशू ख्रीष्टले यस व्यक्तिलाई देख्नुभयो अनि भन्नुभयो कि मेरो प्रिय पुत्र तिम्रो पापहरू क्षमा भएको छ Jesus said, "Son,
प्रभु येशू ख्रीष्टले भन्नुभयो मेरो छोरा your sins are forgiven. तिम्रो पापहरू क्षमा भएको छ Oh, Jesus can forgive your sins. प्रभु येशू ख्रीष्टले तपाईको पापलाई क्षमा गर्न सक्नुहुन्छ Jesus can forgive your sins. प्रभु येशू ख्रीष्टले तपाईको पापलाई क्षमा गर्न It सक्नुहुन्छ does not matter what sin have you done. यसले फरक पार्दैन तपाईको जीवनमा कि तपाईले कस्तो खालके पापहरू He गर्नुभएको wants छ to forgive you tonight. तर प्रभु येशू ख्रीष्ट तपाईलाई क्षमा गर्न As चाहनुहुन्छ Jesus आज रात। was saying, son, your sins are forgiven. These people here, the scribes who were sitting, these religious people, they said, how can this man even forgive sin? अनि येशू ख्रीष्टको वरिपरि बसिरहेका सदुकी र फरिसीहरू उच्च धर्म अधिकारीहरूले भने कि यी मानिसले यस मानिसको पापलाई कसरी क्षमा गर्न सक्छ Jesus is God, and that's why he can forgive sins. प्रभु येशू ख्रीष्ट चाहिँ परमेश्वर हुनुहुन्छ अनि यस कारणले गर्दा उहाँले पाप क्षमा गर्न Jesus सक्नुहुन्छ said, your sins are forgiven. प्रभु येशू ख्रीष्टले भन्नुभयो तिम्रो पापहरू क्षमा भएको छ Son, your sins are forgiven. पुत्र तिम्रो पाप क्षमा भएको छ When Jesus saw that these Pharisees and the scribes, they were questioning about him, अनि जब यी सदुकी र फरिसीहरूले जब प्रश्नहरू जब उनीहरूको मनमा उठाइरहेको येशूले थाहा पाए Jesus said, प्रभु येशू ख्रीष्टले भन्नुभयो which is easier to say, paralytic, your sins are forgiven you, or to say, arise and take your bed and walk? प्रभु येशू ख्रीष्टले भन्नुभयो कि कुन कुरा सजिलो हुन्छ बे पुत्र तिम्रो पाप क्षमा भएको छ या तिम्रो ओछ्यानलाई बोकेर तिमी अब यस ठाउँबाट निस्किजाऊ These religious people, they are saying Jesus is a blasphemer. अनि धार्मिक मानिसहरूले चाहिँ प्रभु येशू ख्रीष्ट चाहिँ धर्मको विरुद्धमा बोल्ने व्यक्ति भनेर सोचिराखेका थिए How can he, a man, can forgive sins? ऊ एउटा व्यक्ति भएर कसरी उसले पापको क्षमा गर्न सक्छ These religious people are questioning about Jesus. प्रभु येशू ख्रीष्टको बारेमा उनीहरूले प्रश्न उठाइराखेका थिए Religious people question about Jesus. अनि यी चाहिँ धार्मिक मानिसहरू थिए जसले चाहिँ प्रश्नहरू प्रभु येशू ख्रीष्टको But I बारेमा know उठाएका थिए tonight you are not a religious person. तर आज रातमा म जान्दछु कि तपाईँ धार्मिक व्यक्ति You are हुनुहुन्न the son of Jesus Christ. तपाईँ चाहिँ प्रभु येशू ख्रीष्टको पुत्र हुनुहुन्छ He loves you. उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ His thoughts towards you are precious. उहाँले गर्नुभएको तपाईँप्रतिको विचार चाहिँ अति नै बहुमूल्य छ And the word of God says he has loved you with an everlasting love. अनि परमेश्वरको वचनले भन्दछ कि उहाँले चाहिँ तपाईँलाई अनन्त प्रेमले प्रेम गर्नुभएको छ When Jesus said, son, your sins are forgiven, this man, he was instantly healed. अनि जब प्रभु येशू ख्रीष्टले भन्नुभयो पुत्र तिम्रो पाप क्षमा भएको छ त्यही गरी नै यस मानिस निको भए Jesus will heal you tonight प्रभु येशू ख्रीष्टले तपाईँलाई आज रात निको गर्नुहुन्छ if you're willing to go to Jesus. यदि तपाईँ चाहनुहुन्छ कि येशू ख्रीष्ट कहाँ जान If you're willing to believe in him. यदि तपाईँ प्रभु येशू ख्रीष्टमा विश्वास गर्न चाहनुहुन्छ भने Verse 5 it says, when Jesus saw their faith. अनि 5 पदले यसो भन्दछ कि जब येशूले उनीहरूको विश्वासलाई देखे If you have faith in Jesus tonight, आज रातमा तपाईँ प्रति येशूसँग विश्वास छ भने if you believe that Jesus is really the Son of God and he is God, अनि यदि तपाईले येशू ख्रीष्ट चाहिँ परमेश्वर हुनुहुन्छ अनि परमेश्वरको पुत्र हुनुहुन्छ भनेर he will heal your heart, he will heal your soul, your mind, your spirit. उहाँले तपाईको हृदयलाई तपाईको विचारलाई अनि तपाईको शरीरलाई निको गर्न सक्नुहुन्छ He will even heal you of all the disease that is in your body. अनि तपाईको शरीरमा भएको हरेक रोगलाई उहाँ निको गर्न सक्नुहुन्छ Jesus is the healer and he wants to heal you right now. अनि प्रभु येशू ख्रीष्ट चंगाई गर्ने व्यक्ति हुनुहुन्छ अनि अहिले नै तपाईलाई निको गर्न Jesus चाहनुहुन्छ said, प्रभु येशू ख्रीष्टले भन्नुभयो my peace I leave unto you. मेरो शान्ति म तिमीहरूलाई दिदैछु My peace I give
Bible says Romans 10:13. अनि बाइबलमा रोमीको किताब 10 को 13 ले भन्दछ Call upon the name of Jesus, येशूको नाउँमा पुकार गर and you will be saved. अनि तिमी बचाइने छौ He will save you. उहाँले तपाईलाई बचाउनु हुनेछ He will save you from your sin. तपाईको पापबाट उहाँले तपाईलाई He बचाउनु will हुनेछ save you from this disease and यो death. रोगहरुबाट अनि मृत्युबाट तपाईलाई He परमेश्वरले will बचाउनु save you from hell. उहाँले तपाईलाई नरकबाट बचाउनु हुन्छ And He is going to give you a new life and an eternal life. अनि उहाँले तपाईलाई नयाँ जीवन दिनुहुन्छ अनि अनन्तताको Do you जीवन want to receive this eternal life? के तपाई यो अनन्त जीवनलाई प्राप्त गर्न This चाहनुहुन्छ paralytic man was healed completely, the Bible यो says. पक्षघाती व्यक्ति चाहिँ पूर्ण रूपले निको भए बाइबलले भन्दछ We are bringing you to Jesus tonight. आज रातमा तपाईहरुलाई हामी येशू कहाँ ल्याउँदै छौं Just like these 4 friends, we bring you to Jesus tonight. यो 4 जना साथीहरुले जस्तै हामी तपाईलाई येशू कहाँ ल्याउँदै छौं We are introducing you to Jesus tonight. अनि तपाईलाई चाहिँ आज येशूको अघि ल्याइरहेका छौं Jesus will do a miracle. प्रभु येशू ख्रीष्टले तपाईको जीवनमा अचम्मको कार्य He गर्नुहुन्छ loves you, प्रभु येशू ख्रीष्टले तपाईलाई प्रेम गर्नुहुन्छ and your life will never be the same. अनि तपाईको जीवन कहिले पनि यस्ताको तस्तै रहँदैन Just to receive Jesus is a simple thing. अनि प्रभु येशू ख्रीष्टलाई ग्रहण गर्नु चाहिँ एउटा साधारण कुरा हो You need not do anything तपाईले गर्न पर्ने कुरा केही पनि छैन because He has done everything for you. किनकि उहाँले सबै कुरा गर्नुभएको छ He has forgiven your sins. तपाईको पापलाई उहाँले क्षमा गरिदिनु He भएको paid छ the price for your sins. तपाईको पापको मूल्य उहाँले चुकाउनु भएको छ And He has released you from the prison of death. अनि तपाईलाई मृत्युको मुखबाट उहाँले जो गाउनु भएको छ He paid the price to set you free. उहाँले तपाईलाई छुटकारा दिनको लागि मूल्य चुकाउनु भएको छ He set you free from the prison of hell and death. अनि तपाईलाई चाहिँ नरक र मृत्युबाट पनि छुटाउनु Oh, भएको He छ paid a big price. उहाँले ठूलो मूल्य चुकाउनु भएको छ And the price is He has given His life and His blood for you. अनि त्यो मूल्य चाहिँ उहाँले रगत बहाउनु भयो अनि आफ्नो जीवनै तपाईको His लागि blood दिइहाल्नु has भयो। cleansed you from all sin. उहाँको रगतले तपाईको हरेक पापलाई धोइदिएको छ And He has given you eternal life. अनि उहाँले तपाईलाई अनन्त जीवन दिएको छ We will pray tonight. आज रात हामी तपाईसँग प्रार्थना Have गर्ने faith in your heart. तपाईको हृदयमा विश्वास Call तपाईले लिनुहोस् upon the name of Jesus. प्रभु येशू ख्रीष्टको नाउँलाई पुकारा गर्नुहोस् Call from your heart. तपाईको हृदयबाट नै चित्कार गर्नुहोस् You will receive a miracle. तपाईले अचम्मको कार्यलाई तपाईको जीवनमा Some of देख्नुहुनेछ you who are possessed by the demon. तपाईहरु मध्ये धेरै जनालाई शैतानले पक्रेर The राखेको छ demon has destroyed your family. त शैतानले तपाईको परिवारलाई भत्तभुङ्ग He has पारिदिएको छ destroyed your house. तपाईको परिवारलाई भत्तभुङ्ग पारिदिएको छ He has destroyed your health. तपाईको स्वास्थ्यलाई खत्तम He पारिदिएको has छ destroyed your finance. तपाईको अर्थव्यवस्थालाई नै खत्म पारिदिएको छ Tonight is a night of restoration. अनि आजको रात चाहिँ पुनर्निर्माणको रात हो Like this paralytic man, he was not able to do anything. सायदै हुन सक्छ यो पक्षघाती व्यक्ति जस्तै केही But पनि गर्न after नसक्ने meeting Jesus, तर येशू ख्रीष्टलाई भेटे पश्चात he took up his bed and walked. उसले आफ्नो ओछ्यान उठाए अनि ऊ हिँड्न लागे You will begin to walk in joy from tonight. अनि आज रातदेखि उपरान्त तपाई आनन्दमा हिँड्न लाग्नुहुनेछ Because Jesus is going to do a miracle for you. किनकि प्रभु येशू ख्रीष्टले तपाईको जीवनमा अचम्मको कार्य गर्नुहुनेछ Close your eyes. तपाईले आफ्नो आँखालाई बन्द गर्नुहोस् Say this prayer with me. यो प्रार्थनालाई मसँग भन्नुहोस् Say it with faith. विश्वासको साथमा Say, भन्नुहोस् Lord Jesus, प्रभु येशू ख्रीष्ट I confess that I'm a sinner. म यो कुरा मानिलिन्छु कि म पापी हुँ Please forgive my sin. मेरो पापलाई दया गरेर क्षमा गरिदिनुहोस् I open the door of my heart. म मेरो हृदयको ढोकाहरू म खोल्दछु I receive you as my personal savior. अनि म मेरो मुक्तिदाता भनेर म तपाईलाई ग्रहण गर्छु I receive you as my Lord. म मेरो परमेश्वर भनेर म तपाईलाई ग्रहण गर्छु I receive you as my healer and king. अनि म तपाईलाई मेरो चंगाई गर्ने अनि मेरो राजा भनेर म ग्रहण गर्छु Take my life from tonight. अनि आज रातदेखि उपरान्त मेरो जीवन लिनुहोस् I commit myself at this moment अनि यही समयमा मेरो जीवन तपाईलाई दिन्छु into your mighty hands. तपाईको
शक्तिशाली हातमा Help me, Jesus. येशू मलाई सहायता गर्नुहोस् In Jesus' name. प्रभु येशू ख्रीष्टको नाउँमा Amen. आमेन As you have said this prayer, जसै तपाईले यो प्रार्थनालाई भन्नुभयो हाम्रो पछि you have done the best thing for your life. अनि तपाईले आफ्नो जीवनको लागि अति नै असल कुरा गर्नुभएको The छ only thing that you can bless yourself आफैले आफैलाई आशिष दिनको लागि गर्न सकिने एउटै कुरा is that you have received Jesus. अनि त्यो चाहिँ हो तपाईले प्रभु येशू ख्रीष्टलाई ग्रहण You have गर्नुभएको blessed छ yourself because you have received Jesus. तपाईले आफैले आफैलाई आशिष दिनुभएको छ किनकि तपाईले प्रभु येशू ख्रीष्टलाई ग्रहण गर्नुभएको छ The Lord loves you. परमेश्वरले तपाईलाई प्रेम And गर्नुहुन्छ if you need more prayers, अनि यदि तपाईलाई धेरै प्रार्थनाको आवश्यकता you परे can call the number on your screen. अनि तपाईले स्क्रिनमा देख्नु भएको नम्बरमा तपाईले कल गर्न Call. We will pray for you. तपाईले हामीलाई कल मात्र गर्नुहोस् हामी तपाईको लागि प्रार्थना गरिदिन्छौँ We are here like those friends to help you out, to let you know more about Jesus. ती पक्षघातीका मित्रहरू जस्तै हामी पनि तपाईलाई येशू को हुनुहुन्छ भन्ने कुरामा जान्नको लागि तपाईलाई सहयोग गर्नेछौँ The Lord bless you परमेश्वरले तपाईलाई आशिष दिउन् and may He keep you. अनि तपाईलाई स्वस्थ राखुन् In Jesus' name. प्रभु येशू ख्रीष्टको नाममा Amen. आमेन